हाम्रो विक्रम नेपाली भाइको श्रमदान र सहयोगबाट बन्ने घरको सोलिङ ढुङ्गा झरिसकेको छ। अब बालुवा मिक्स गिटी झार्न बाँकी छ। बुधबारदेखि हाम्रो यहाँ घर चाहिँ शिलान्यास हुँदैछ। एकैछिन हाम्रो विक्रम भाइ के गर्दै हुनुहुन्छ यसो भेटेर जाऊँ भनेर आउँदैछौँ। विक्रम भाइ नमस्कार है। एक्लै हुनुहुन्छ? को छ बोलाउनु त? ल तपाईँ पनि बस्नु बस्नु यहाँ। खै बहिनी के गर्दै हुन्छ? नमस्कार है। खै छोरी छैन? कहाँ पढ्नलाई? आदरणीय मित्रहरू, म आज बराक्षेत्र 9 राजावासमा श्रमदानको निम्ति हिँड्दै गर्दा यहाँ बीच बाटोमा हाम्रो विक्रम भाइको घर परेकोले गर्दा के कस्तो छ यहाँको अवस्था यसो बुझ्न पनि निस्केको छु। र यसै सिलसिलामा हामीलाई देश विदेशबाट केही सानो रकम पनि आएको छ, जुन रकम म उल्लेख पनि गर्न चाहन्छु। उहाँहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु। साधन कोइराला बराक्षेत्र 3 बाङ्गे बजारबाट रु 2000 रुपियाँ पाएका छन्। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरेर कुमार मगर बराक्षेत्र 3 कुपी खोला हाल ब्रुनाईमा उहाँ कार्यरत हुनुहुन्छ। उहाँबाट रु 10,000 रुपियाँ प्राप्त भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरेर सूर्य राईबाट 1000 रुपियाँ प्राप्त भएको छ। उहाँले ठेगाना खुलाउनु भएको छैन। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसभन्दा अगाडि प्रसन्न खालिङ फुङलिङ 8 रमिते ताप्लेजुङबाट 10,000 रुपियाँ पाइसकेका छौँ। रूपा राई बराक्षेत्र 9 राजावासबाट 2500 रुपियाँ पैसा पाइसकेका छौँ। मिक्स कन्सियस लिटर नामबाट 160 रुपियाँ पैसा आइसकेको छ। विकास लिम्बूबाट 1005 रुपियाँ पैसा आएको छ। शर्मिला राई बराक्षेत्र 3 मालटोल निवासी उहाँ हाम्रो श्रमदाता पनि हुनुहुन्छ। उहाँको सासू आमा पवित्र माया राईले रु 3500 रुपियाँ दिनुभएको छ। फुलचन्द मण्डल बराक्षेत्र 3 बाङ्गेबाट रु 10,000 रुपियाँ प्राप्त भएको छ। हामीले अहिलेसम्म 9 जनाको रकम एकमुष्ट पार्दा 40,165 रुपियाँ प्राप्त भएको छ। सम्पूर्ण दाताहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ। र धेरै साथीहरूले भन्नुभएको छ, यहाँ वरपरका साथीहरूले पनि हामी पनि सहयोग गर्छौँ है भन्नुभएको छ। म चाहिँ के भन्न चाहन्छु भने यहाँ वरपर नजिकमा रहनुभएका साथीभाइहरूले यहाँ बाँसको पनि आवश्यकता पर्छ। बुधबार हाम्रो उद्घाटन हुँदैछ, शिलान्यास हुँदैछ। बाँस हुने मित्रहरूले बाँसको भना ल्याइदिनु होला। हाम्रो चाहिँ पुराना घरका झ्याल कोहीसँग उब्रेको छ भने एउटा झ्याल भए पनि ल्याइदिनु होला, एउटा ढोका भए पनि ल्याइदिनु होला। केही न केही उहाँ हाम्रो विक्रम भाइ छोरी स्मृति नेपालीको निम्ति एउटा घर सानो टहरा बनाउनको निम्ति वरिपरि छरछिमेकी सबैले सहयोग गरिदिनु होला। बुधबार चाहिँ हामी निम्तो दिँदैछौँ है। स्मृति बुनु केही भन्न चाहन्छु हाम्रा सहयोग दिने दाताहरूलाई? सम्पूर्णमा मेरो नमस्कार। आज पनि हाम्रो अङ्कल आउनु भएको छ हाम्रो अवस्था हेर्न, हामीलाई दिएको सहयोग यहाँ टिप्पण गर्न आउनु भएको छ। उहाँलाई पनि म धेरै धेरै धन्यवाद गर्न चाहन्छु। हाम्रो निम्ति यति साह्रो सहयोग दिनुभएको हजुरहरू सम्पूर्णमा म हृदयबाट धन्यवाद गर्न चाहन्छु। हामी जस्तो दुखी गरिबलाई यसरी हेरिदिनु भएको छ। हाम्रो लागि सानो भए पनि घर बनाइदिन लाग्नु भएको छ। हामी हृदयबाट धेरै धेरै धन्यवाद गर्न चाहन्छौँ। हस् त, हामी पनि श्रमदानमा हिँडेको मान्छे छुटौँ पनि। हस् त।